हेलो प्रिय मित्रहरू, विश्वास छ सबै कुशलै हुनुहुन्छ। प्रेज द लर्ड। र यो बिहानी ताजा एउटा सन्देश लिएर आएको छु है। भिडियो पुरा हेर्नु होला। अनि त्यो चाहिँ परमेश्वरबाट खतरनाक सन्देश लुका 14:27 जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन भने त त्यो मेरो चेला हुन सक्दैन। प्रियहरू, कहिले कहिले हाम्रो जीवनमा पनि त्यो कुराहरू देखा पर्छ। हामी चेला भन्छौँ आफैलाई, तर पनि हाम्रो कतिवटा चरित्रहरू स्वभावहरूमा चेलापन देखिँदैन। हाम्रो जीवनमा त्यो क्रुसको ठाउँमा लोभ लालचहरू, अहङ्कारहरू, हिंसा, विरोध, घमण्ड, अल्छीपनाहरू, आज आफै मेहनत गर्नु छोडेर अरूको मण्डलीको विश्वासीलाई पटाएर फुस्लाएर आफ्नो मण्डलीतिर तानेका पनि धेरै घटनाहरू छ। यसलाई चेला भनिँदैन प्रियहरू। अनि 12 प्रेरितहरूको भित्र पनि यहुदा एकजना ऊ संसारिकपनाले भरेको थियो। हुनु त त्यो ग्रुपमै थियो, 12 जनाको ग्रुपमा, तर उसको चरित्र ठिक थिएन। अन्त्यमा ऊ छुटेर आत्महत्या गर्नु पर्यो। पत्रुसको जीवनमा हामी देख्छौँ उसले पनि त्यहाँ इन्कार गरेको छ यीशुलाई, तर अन्त्यमा रुँदै पश्चाताप गरेर फेरि फर्केर आउनुभयो र उसको जीवनमा परमेश्वरले फेरि अचम्म कार्य गर्नुभयो। यसका लागि प्रिय हो, आज तपाईँहरू म क्रुस हाम्रो जीवनमा देखिनुपर्छ। क्रुसको मतलब परमेश्वरको पवित्र आत्माको फलहरू हाम्रो जीवनमा देखिनुपर्छ। हस् त, आजको वचन यही राख्छु। परमेश्वर तपाईँलाई प्रशस्त आशिष गरून्। लाइक, कमेन्ट, सब्सक्राइब गर्नु नबिर्सिनु होला।